हामी स्याङ्जाबाट कालभैरव स्याङ्जाको नुवाकोटको दर्शन गर्नको लागि स्याङ्जाबाट निस्क्यौँ। हामी बाटोमा यसरी जाँदै थियौँ। बाटो केही ठाउँमा ग्राभेल गरेको छ भने कतिपय ठाउँहरूमा बाटो अझै बनाउनु पर्ने रहेछ। हामी सहज रूपमै पुग्यौँ, तर कतिपय ठाउँमा कठिनाइ त भयो। उकालो ओह्रालो हिँड्दै गर्दाखेरि बाटाहरू पहाडको बाटाहरू यस्तै नै हो र पहिलाका राजाहरू एकदम अग्लो ठाउँमा कतैबाट आक्रमण नहुने ठाउँमा गएर बस्थे। त्यही किंवदन्तीलाई हेर्नको लागि भनेर हामी चाहिँ स्याङ्जाबाट निस्क्यौँ। हामी यसरी बाटोमा गयौँ र यो ग्राभेलको बाटो सिद्धिसकेपछि यो सोलिङ बाटाहरू थिए कतिपय ठाउँमा। केही ठाउँमा बाटो बनेको पनि रहेछ र केही ठाउँमा अझै बनाउनु पर्ने पनि देखियो र हामी यसरी सपरिवार केही साथीहरूसहित नुवाकोट स्याङ्जाको नुवाकोट कालभैरव थान दर्शन गर्नका लागि गएका थियौँ। बाटोमा धेरै कष्ट पनि भयो कुनै कुनै ठाउँमा र मन्दिरहरू जाने ठाउँमा त्यति सहजता त कुनै पनि ठाउँमा हुँदैन र हामी यसरी गयौँ, जाँदै थियौँ र मैले चाहिँ यो जाँदा भन्दा नि फर्किँदाको दृश्य कैद गरेको भएर फर्किँदाको दृश्य देखाइरहेको छु। तर यो चाहिँ अब जाँदैछौँ भनेर सम्झिँदा पनि केही फरक पर्दैन र बाटोमा यो ठाउँमा धेरै लालुपाते फुलहरू फुलेको पनि देखिन्थ्यो। लालुपाते फुलहरू रमणीय वातावरणलाई हेर्दै हेर्दै हामी चाहिँ अगाडि बढ्यौँ र मन्दिरमा पुग्नुभन्दा केही तल अलिकति बाटो अप्ठ्यारो पनि थियो र त्यही बाटोलाई पनि पार गर्दै हामी चाहिँ माथि पुग्यौँ। माथि पुगेर हेर्दाखेरि त्यहाँबाट हेर्दाखेरि वरपरबाट देखिने दृश्यहरू त्यो एउटा छुट्टै आनन्दित हुने ठाउँ थियो त्यहाँनिर र माथि पुगिसकेपछि हामीले चारैतिर हेऱ्यौँ निहाल्यौँ। यो बाटो हो, हामी जाँदै थियौँ र बाटोमा विभिन्न ठाउँहरूमा पहिरोहरू पनि थियो र त्यो पार गर्दै हामी चाहिँ माथि मन्दिरमा यसरी पुग्यौँ र यो मन्दिरको पहिलो स्थान हो जहाँ अब यहाँबाट मन्दिरमा माथि जानको लागि सुरु हुन्छ। यहाँ पिकनिक गर्ने पिकनिक स्पोट गर्ने ठाउँहरू पनि रहेछ। यहाँ पिकनिक आएका पर्यटकहरू दर्शनार्थीहरू पिकनिक गरेर रमाइलो गर्ने घैँटो फुटाउने खेलहरू खेलेर रमाइरहेको पनि हामीले देख्यौँ र यस पछाडि हामी यहाँबाट फेरि थोरै अगाडि बढ्यौँ। अगाडि बढ्दै जाँदाखेरि यहाँनिर एउटा मन्दिर छ, पहिलो मन्दिर। हामीले त्यो मन्दिरलाई दर्शन गऱ्यौँ जहाँनिर कालिका मन्दिर भनेर भनिएको छ। त्यस पछाडि हामी चाहिँ यो फर्केर आउँदाको दृश्य हो। फर्केर आउँदाखेरि यहाँनिर चौरमा बसेर थोरै बदामहरू सुन्तलाहरू खाएर केही हाँसी मजाक पनि गऱ्यौँ र यस पछाडि हामी चाहिँ यो माथि मन्दिर जाने बाटो हो। यहाँबाट हामी माथि मन्दिर जाने बाटोमा जान सक्छौँ र त्यो बाटोबाट हेर्दाखेरि वरिपरिका दृश्यहरू एकदमै मनमोहक लोभलाग्दो दृश्य नै थियो र त्यो दृश्यहरू हेर्दै 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 हामी चाहिँ यिनै सिँढीहरू ढुङ्गाले छापेर राम्रो बनाइएको छ। त्यो सिँढीहरूबाट हामी माथि गयौँ र माथि जाँदाखेरि सिँढीहरू पनि त्यति अप्ठ्यारो थिएन, सहज नै थियो। साइडमा बार लगाएको छ। सिँढीहरूबाट हामी सहज रूपमा माथि मन्दिरमा पुग्न सक्छौँ र जाँदै गर्दाखेरि बाटोमा यहाँनिर हामीले देख्न सक्छौँ एउटा सुरुमा अब यो सिँढीमा जाँदा जाँदै एउटा सेतीनागको थान रहेछ। हामीले त्यहाँ सेतीनागको थानलाई पनि हामीले दर्शन गऱ्यौँ र त्यहाँबाट पुनः हामी फेरि अगाडि बढ्यौँ। अगाडि बढ्दै जाँदाखेरि त्यहाँनिर एउटा प्राकृतिक हावा त प्राकृतिक नै हो, तर यहाँनिर के छ भने एउटा खाल्डो छ। खाल्डोमा तल दुईवटा साना साना पुवालहरू देखिन्छन् र त्यो पुवालहरूबाट सर्र हावा आइरहेको छ र हामी तलबाट जाँदै गर्दा त्यहाँनिर एकछिन बसेर तलबाट आइरहेको हावाको आनन्दित लियौँ भने त्यहाँनिर छुट्टै आनन्द, छुट्टै प्रकृतिको महसुस हामीले गऱ्यौँ। हामी पनि त्यहाँ एकछिन रोकियौँ र त्यस पछाडि फेरि हामी माथि अगाडि बढ्दै गयौँ। बढ्दै जाँदाखेरि त्यहाँनिर फेरि हामीले एउटा मन्दिर
भेट्यौँ। त्यो मन्दिरको नाम चाहिँ सुनकोशी मन्दिर भनिएको रहेछ। हामीले त्यो मन्दिर पनि दर्शन गऱ्यौँ र फेरि त्यहाँबाट हामी यसरी माथि बढ्दै थियौँ। बाबु नानीहरू रमाइरहेका थिए, खेलिरहेका थिए र यसरी नै रमाउने क्रममा हामी अगाडि बढ्दै जाने क्रममा त्यहाँनिर एउटा हामीले देख्यौँ एउटा माछा पोखरी भनेर निर्माणकै क्रममा रहेछ। यस्तो उच्च ठाउँमा पनि माछा पोखरी भनेर निर्माण गरिँदै रहेछ। त्यो माछा पोखरी पनि हामीले त्यहाँ हेर्ने अवसर पायौँ र यसरी नै यो सिँढीहरू चढ्दै चढ्दै हामी बल्ल मन्दिरको माथि टपमा पुग्यौँ। त्यहाँबाट यो वरिपरि देखिएको दृश्य हो र यहाँ पुगिसकेपछि हामीले मन्दिरलाई एकपटक दर्शन गऱ्यौँ। दर्शन गर्ने क्रममा यहाँनिर एउटा तामाको ताउलो पनि राखिएको छ। यो चाहिँ के पशुपक्षीहरूले पानी खानको लागि र के घटा भनेर पनि थियो, त्यो चाहिँ मैले अहिले नाम बिर्सेँ। र यसरी मन्दिर दर्शन गरिसके पछाडि हामीले चाहिँ मन्दिरमा भित्र पनि हेऱ्यौँ। बाहिरबाट चाबी लगाए पनि भित्रको ढोका खोलेर भित्र हेर्न सकिने रहेछ। हामीले चाहिँ भित्र हेर्दाखेरि मन्दिरमा यसरी फोटाहरू सजाइएर राखेको र त्यहाँ एउटा दियो पनि बलिरहेको थियो। हामीले त्यो पनि देख्यौँ मन्दिरमा। र मन्दिरको वरिपरिबाट यो हेर्दाखेरि, बाहिरका दृश्यहरू हेर्दाखेरि यो मन्दिरमा राखिएको त्रिशूल र यहाँ वरिपरि मन्दिर वरिपरि भएको रमणीय वातावरण, जुन मन्दिरबाट देखिने वरिपरिका दृश्यहरू एकदमै लोभ लाग्दो। हामी साँझपख पुगेका थियौँ। मौसम त्यति राम्रो नखुलेको हुनाले, अझ मौसम खुलेको भएदेखि कति राम्रो देखिन्थ्यो होला, कति सुन्दर देखिन्थ्यो होला, कति सुन्दर तस्विरहरू कैद गर्न सकिन्थ्यो होला। र यसरी स्याङ्जाको नुवाकोट काला भैरव दर्शन गरियो र एकदमै आनन्द, एकदमै सुन्दर लाग्यो मलाई। र यहाँहरूलाई पनि एकपटक त्यो ठाउँमा पुगेर दर्शन गर्नको लागि सबैलाई अनुरोध गर्दछु। र यो स्याङ्जाको एउटा पर्यटकीय स्थलमध्येको एउटा महत्त्वपूर्ण स्थल पनि रहेछ। र यहाँनिर पहिला सेन राजाहरूले राज्य गरेको ठाउँ पनि रहेछ। यहाँनिरको यो दृश्य मैले यहाँहरूमाझ प्रस्तुत गरेँ। लाइक, कमेन्ट र सब्सक्राइब